सम्पूर्णमा नमस्कार। जय जय श्रीमन्नारायण, जय जय श्री राधे, हरे कृष्ण। आज हामी गरुड पुराण सरोद्वारको दोस्रो अध्याय लिएर आएका छौँ। शीर्षक रहेको छ यम मार्गको यातनाहरूको वर्णन, वैतरणी नदीको स्वरूप। यम मार्गको शोरपुरमा क्रमशः गमन तथा त्यहाँ पुत्र आदिद्वारा दिइएको पिण्डदानलाई ग्रहण गर्नु। ओम श्री गणेशाय नमः। ओम श्री सद्गुरुचरणकमलेभ्यो नमः। ओम नारायणाय नमः। अतः गरुडपुराणे द्वितीय अध्याय। गरुडदेवले भन्नुभयो, हे केशव, यमलोकको मार्गमा कति दुःखदायी छ। पापीहरू त्यहाँ कसरी जान्छन् त्यो मलाई बताउनुहोस्। श्री भगवान भन्नुहुन्छ, हे गरुड, महान दुःख दिने यम मार्गको विषयमा म तिमीलाई भन्दछु। मेरो भक्त भएर पनि तिमी यसरी सुनेर काम्ने छौ। यम मार्गमा रुखको छाया छैन जहाँ प्राणी विश्राम गर्न सकुन्। त्यस यम मार्गमा अन्न आदि पनि छैनन् जसद्वारा ती आफ्नो प्राणको रक्षा गर्न सकुन्। त्यहाँ कतै पनि पानीसम्म देखिँदैन जसलाई अत्यन्त तिर्खाएको त्यो जीव पिउन सकोस्। त्यहाँ प्रलयकालको झैँ 12 सूर्य उदाउँदाको तातो हुन्छ। त्यस बाटोमा जाँदै गरेको पापी कहिले तातो हावाले पीडित हुन्छ त कहिले काँडाले घोचिन्छ र कहिले महाविषधारी सर्पद्वारा डसिन्छ। त्यो पापी कहीँ सिंह, बाघ र भयङ्कर कुकुरद्वारा खाइजान्छ, कहीँ बिच्छीद्वारा डसिन जान्छ र कहीँ त्यसलाई आगोले पोलिन्छ। तब कहीँ अति भयङ्कर महान असीपत्रवन तरवारको धार जस्तो नामक नरकमा त्यो पुग्दछ, जुन 2000 योजन फैलिएको भनिएको छ। त्यो वन कौवा, लाटो कोसेरो, बाज, पक्षी विशेष, गिद्ध, भमरा तथा अरिङ्गालले व्याप्त छ। त्यसमा चारैतिर डढेलो व्याप्त छ। असीपत्रका पातले त्यो जीव त्यस वनमा छिन्न भिन्न हुन्छ। कहिले अँध्यारो कुवामा खस्दछ, कहिले विकट पर्वतबाट खस्दछ, कहिले छुराको धारमा हिँड्नु पर्दछ त कहिले किलामाथि हिँड्नु पर्दछ, कहिले घना अन्धकारमा खस्दछ, कहिले उग्र भय उत्पन्न गराउने जलमा फस्दछ, कहिले जुकाले भरिएको हिलोमा खस्दछ त कहिले तातो हिलोमा खस्दछ, कहीँ तातो बालुवाले व्याप्त र कहीँ धपधप बलेको ताम्रमय बाटो, कहीँ अङ्गारको रासमा र कहीँ अत्याधिक धुवाँले भरिएको बाटोमा हिँड्नु पर्दछ। कहीँ अङ्गारले वृष्टि हुन्छ, कहीँ बिजुली चम्कदा शिला वृष्टि हुन्छ, कहीँ रगतको, कहीँ शस्त्रको र कहीँ तातो पानीको वृष्टि हुन्छ, कहीँ नुनिलो माटोको वृष्टि हुन्छ। बाटोमा कहीँ गहिरो खाल्टो छ, कहीँ पर्वत पहाडको उकालो छ र कहीँ गुफामा प्रवेश गर्नुपर्दछ। त्यहाँ बाटोमा कहीँ घना अन्धकार छ, कहीँ दुःखले मात्र चढ्न सकिने ढुङ्गाहरू छन्, कहीँ पिप, रगत तथा मलमूत्र भरिएको तलाउ छन्। यम मार्गको बीच अत्यन्त उग्र र घोर वैतरणी नदी बग्दछ। त्यो देख्दैमा भयङ्कर दुःखदायी हुन त के नै आश्चर्य हो र। कुरा सुन्दैमा डरलाग्दो छ। त्यो 100 योजन चौडा छ। त्यसमा पिप रगत र सोडित रगत बगिरहन्छन्। हड्डी नै हड्डीबाट किनारा बनेका छन्, अर्थात् त्यसको किनारामा हड्डीहरूको थुप्रो लागिरहन्छ। मासु र रगतको आहाल भएको त्यो नदी दुःखले मात्रै पार गर्न सकिनेछ। हे गरुड, आउँदै गरेको पापीलाई देखेर त्यो नदी ज्वाला र तातो घिउको तेलमा पानी पर्दा चाहिँ गरी उर्लेर आउँछ। त्यो नदी सियोको समान मुख भएको भयानक किल्लाहरूले चारैतिर व्याप्त छ। वज्रकै समान चुच्चो भएको ठुलो ठुलो गिद्ध एवं कौवाले घेरिएको छ। त्यो नदी शिशुमार, गोही, जुका, माछा, कछुवा तथा अन्य मासु खाने जलचर जीवहरूले भरिएको छ। त्यसको प्रवाहमा झरेका अत्यन्तै पापी हुँदै चिच्याउँछन् र हे भाइ, हा पुत्र, हा बन्धु यस प्रकार भन्दै बारम्बार विलाप गर्दछन्। भोक र प्यासले व्याकुल भई पापी जीव रगतको पान गर्दछन्। त्यो नदी भेलपूर्ण रगतको प्रवाहले व्याप्त, महाघोर, अत्यन्तै गर्जन गर्ने, देख्दैमा दुःख पैदा गराउने तथा भयावह छ। त्यसलाई देख्दैमा पापी अचेत भई मूर्छित हुन जान्छन्। धेरै बिच्छी तथा काला सर्पहरूले व्याप्त त्यस नदीको बीचमा पर्न गएका पापीहरूको रक्षा गर्ने कोही पाइँदैन। त्यसका सैकडौँ हजारौँ छालाहरू पर्दै पापी पातालमा जान्छन्। क्षणभर पातालमा रहन्छन् र एक क्षणमा नै माथि आउँदछन्। हे खग, त्यो नदी पापीहरूलाई झार्न, दुःख भोगाउनको लागि नै बनाइएको हो। त्यसको पल्लो छेउ पनि देखिँदैन। त्यो अत्यन्तै दुःखपूर्वक तर्न योग्य र दुःख दिने खालको छ। यस प्रकार धेरै प्रकारका दुःख कष्टले व्याप्त अत्यन्तै दुःखप्रद यस बाटोमा रुँदै कराउँदै दुःखी पापी जान्छन्। केही पापी पासाले बाँधिएका हुन्छन्, केहीलाई अङ्कुशमा पारेर घिच्याउँदै लगिन्छ र केहीलाई शस्त्रको अग्रभागले ढाडमा घुच्याउँदै लगिन्छन्। केही नाकको अग्रभागमा लगाइएका पासाले र केही कानमा लगाइएको पासाले घिच्याउँदै लगिन्छन्। केही काला पासले तानिँदै जान्छन् र केही कौवाले तान्दै लगिन्छन्। ती पापी गर्दन, हात तथा गोडामा सिक्रीले बाँधिएर तथा आफ्नो पिठ्युमा फलामको भारी बोकेर बाटोमा हिँड्छन्। अत्यन्तै डरलाग्दा यमदूतहरूद्वारा मुद्गरले पिटिँदा ती मुखबाट रगत वमन गर्दछन् र वमन गरिएका रगतलाई पुनः पिउँदछन्। त्यस बखत आफ्ना दुष्कर्महरूलाई सम्झिँदै प्राणी अत्यन्तै ग्लानीको अनुभव गर्दछन् र अत्यन्तै दुःखित भई यमलोकमा जान्छन्। यस प्रकार यम बाटोमा जाँदै गरेको त्यो मन्दबुद्धि प्राणी, हा पुत्र, हा नाति यस प्रकार छोरा र नातिलाई पुकार्दै हाय हाय यस प्रकार विलाप गर्दै पश्चातापको ज्वालामा जल्दै रहन्छन्।
त्यो विचार गर्दछ कि महान पुण्यको प्रभावले मनुष्य जन्म प्राप्त हुन्छ। त्यसलाई प्राप्त गरेर पनि मैले धर्माचरण गरिनँ। यो मैले के गरेँ? मैले दान दिइनँ, अग्निमा हवन गरिनँ, तपस्या गरिनँ, देवताहरूको पनि पूजा गरिनँ, विधि विधानले तीर्थ सेवा गरिनँ। अतः हे जीव, जो तैँले गरिस् त्यसैले फल भोग। हे देही, तैँले ब्राह्मणको पूजा गरिनस्, देव नदी गङ्गाको सहारा लिइनस्, सत्पुरुषको सेवा गरिनस्, कहिल्यै पनि अर्काको उपकार गरिनस्। यसर्थ हे जीव, जो तैँले गरेको छस् त्यसैको फल भोग। मनुष्यहरू र पशुपक्षीहरूको लागि पानी नभएको ठाउँमा जलाशयको निर्माण गरिनस्, गाई र ब्राह्मणहरूको आजीविकाको लागि थोरै पनि प्रयास गरिनस्। यसर्थ हे देही, जो तैँले गरिस् त्यसैबाट आफ्नो निर्वाह गर। तैँले नित्य दान गरिनस्, गाईहरूलाई दैनिक भरण पोषण व्यवस्था गरिनस्, वेदहरू र शास्त्रहरूको वचनलाई प्रमाण मानिनस्, पुराणहरू सुनिनस्, विद्वानहरूको पूजा गरिनस्। यसर्थ हे देह, जो तैँले गरेको छ तिनै दुष्कर्महरूको फल अब त भोग। नारी जीव पनि पश्चाताप गर्दै भन्दछ, मैले पतिको हितकार आज्ञाको पालन गरिनँ, पतिव्रत धर्मको कहिल्यै पालन गरिनँ र गुरुजनहरूलाई गौरवोचित सम्मान कहिल्यै दिइनँ। यसर्थ हे देहिन, जो तैँले गरिस् त्यसैको अब फल भोग। धर्मको बुद्धिद्वारा एकमात्र पतिको सेवा गरिनँ, विधवा भई त्यागमय जीवन व्यतीत गरिनँ। यसर्थ हे देहिन, जस्तो गरेँ उसैको फल अब भोग। मास पर्यन्त गरिने उपवास तथा चन्द्रायण व्रत आदि सुविस्तृर्ण नियमको पालनद्वारा शरीरलाई अनुशासनमा राखिन। पूर्व जन्ममा गरिएका दुष्कर्मले धेरै प्रकारका दुःख पाउनका लागि नारी शरीर प्राप्त भएको थियो। यसरी धेरै प्रकारले विलाप गर्दै पूर्व देहको स्मरण गर्दै मेरो मानव जन्म शरीर कहाँ गयो यस प्रकार कराउँदै त्यो यम बाटोमा हिँड्दछ। हे तक्षर्य, यस प्रकार 17 दिनसम्म एक्लै वायु वेगले हिँड्दै 18औं दिन यो प्रेत सौम्यपुरमा पुग्दछ। त्यस रमणीय श्रेष्ठ सौम्यपुरमा प्रेतको ठुलो समूह छ। त्यहाँ पुष्प, भद्रा, नादी र अत्यन्त प्रिय देखिने वरको वृक्ष छ। त्यसपुरमा यमदूतद्वारा त्यसलाई विश्राम गराइन्छ। त्यहाँ दुखी भई त्यो स्त्री पुत्रद्वारा प्राप्त सुख स्मरण गर्दछ। त्यो आफ्नो धन, नोकर, चाकर र नाति आदिको विषयमा जब सोच्न थाल्दछ त त्यहाँ रहेका यमका दूतहरू त्यसलाई यस प्रकार भन्दछन्, धन कहाँ छ, पुत्र कहाँ छ, पत्नी कहाँ छ, मित्र कहाँ छ, बन्धु बान्धव कहाँ छन्? हे मूर्ख जीव, आफ्नो कर्मोपार्जित फललाई नै भोग्नुपर्छ। यसर्थ सुदीर्घ काल वर्षदेखि सम्म यस बाटोमा हिँड। हे परलोकका पान्थ, तँ यो जान्दछस् कि यमको र यमदूतको बल र सम्बल एकै हुन्छ, जसका लागि तैँले प्रयास नै गरिनस्। तँ यो पनि जान्दथिस् कि तैँले निश्चय नै त्यस मार्गमा हिँड्नुपर्छ र त्यस बाटोमा केही पनि लेनदेन हुन सक्दैन। यो मार्ग त बालकलाई पनि थाहा छ। हे मनुष्य, के तैँले यसलाई सुनेको थिइनस्? के तैँले ब्राह्मणहरूको मुखबाट पुराणको वचन सुनेको थिइनस्? यस प्रकार भन्दै मुद्गरले कुटिएका हुँदा त्यो जीव लड्दै पड्दै दौडिँदै गर्दा बलपूर्व पाशाले बाँधी घिर्सेर लैजान्छन्। त्यहाँ स्नेह अथवा कृपाका कारण छोरा नातिद्वारा दिएको मासिक पिण्ड खान्छ। त्यसपछि त्यो जीव सौरपुर प्रस्थान गर्दछ। त्यस सौरपुर कालको रूप धारण गर्ने जङ्गम नामक राजा छन्। त्यसलाई देखेर त्यो जीव भयभीत भई विश्राम गर्न चाहन्छ। त्यसपुरमा गएको त्यो जीव आफ्नो स्वजनद्वारा दिएका त्रोपाक्षिक अन्न जललाई खाएर त्यसपुरलाई पार गर्दछ। त्यसपछि शीघ्रघातपूर्ण त्यो प्रेत नागेन्द्र भवनतिर जान्छ र त्यहाँ भयङ्कर वनलाई देखेर दुखी भइरहन्छ। दया नभएको दूतहरूद्वारा घिसारिँदा त्यो बारम्बार रुन्छ र 2 महिनाको अन्तमा त्यो दुखी भएर त्यहाँ पुग्छ। बान्धवद्वारा दिएको पिण्ड, जल, वस्त्रको उपभोग गरी यमदूतद्वारा पासाले बारम्बार तानेर पुनः अगाडि लिएर जान्छ। तेस्रो महिनामा त्यो गन्धर्व नगरमा पुग्दछ र त्यहाँ त्रैमासिक पिण्ड खाएर अगाडि बढ्दछ। 4औं महिनामा त्यो शैलगमपुरमा पुग्दछ र त्यहाँ प्रेतमाथि असाध्यै धेरै ढुङ्गाहरूको वर्षा हुन्छ। त्यहाँ 4औं मासिक पिण्डलाई खाएर त्यो अलि सुखी हुन्छ। त्यसपछि 5औं महिनामा त्यो प्रेत क्रौञ्चपुर पुग्दछ। क्रौञ्चपुरमा रहँदा त्यो प्रेत त्यहाँ बान्धवद्वारा हातले दिएका 5औं मासिक पिण्डलाई खाएर अगाडि क्रूरपुरतिर हिँड्छ। 5.5 महिनापछि बान्धवद्वारा प्रदत्त 59 मासिक पिण्ड र घटदानले तृप्त भएर त्यो त्यहाँ आधा मुहुर्तसम्म विश्राम गरी यमदूतद्वारा डर देखाउँदा दुःखले काम्दै त्यसपुरलाई छोडेर चित्रभवन नामक पुरमा जान्छ। त्यहाँ यमका भाइ विचित्र नाम गरेका राजा राज्य गर्दछन्। त्यस विशाल शरीर भएको राजालाई देखेर जब त्यो जीव डरले भाग्दछ तब सामुन्ने आएर कैवत डुङ्गा तार्ने माझी त्यसलाई यो भन्दछन्, हामी यस महावैतरणी नदी पार गर्नका लागि डुङ्गा लिएर आएका छौँ। यदि तिम्रो यस प्रकार पुण्य छ भने यसमा बस्न सक्नेछौ। तत्त्वदर्श मुनिहरूले दानलाई नै वितरण दिनु वा बाँड्नु भनेका छन्। यो वैतरणी नदी दानद्वारा नै तार्न सकिन्छ, तसर्थ यसलाई वैतरणी भनिन्छ। यदि तिमीले वैतरणी गाईको दान गरेका छौ भने नौका तिम्रो नजिक आउँदछ, अन्यथा आउँदैन। तिनका यस्ता वचन सुनेर प्रेत हा दैव यस्तो भन्दछ। त्यस प्रेतलाई देखेर त्यो नदी उर्लन लाग्दछ र त्यसलाई देखेर प्रेत अत्यन्तै क्रन्दन विलाप गर्न लाग्दछ। जसले आफ्नो जीवनमा कहिल्यै दान दिएका छैनन् त्यस्ता पापात्मा त्यसै वैतरणी नदीमा डुब्दछ। तब आकाश मार्गबाट हिँड्ने दूत त्यसको मुखमा किला लगाएर बाल्छीमा माछालाई चाहिँ त्यसलाई तान्दै पार गराइ लिएर जान्छन्।
त्यहाँ षाण्डमासिक पिण्ड खाएर त्यो अत्याधिक भोकले पीडित भएर विलाप गर्दै आगोको बाटोमा हिँड्छ। 7औं महिनामा त्यो बहादुरपुर जान्छ र त्यहाँ आफ्ना पुत्रद्वारा दिएका सप्तम मासिक पिण्डलाई खान्छ। हे पक्षीराज गरुड त्यस पुरलाई छोडेर पार गरेर त्यो दुखद नामक पुरमा जान्छ। आकाश मार्गबाट जाँदा त्यो महान दुःख प्राप्त गर्दछ। त्यहाँ 8औं महिनामा दिएका पिण्डलाई खाएर अगाडि बढ्दछ र 9औं महिना पूर्ण हुँदा नाना क्रुन्दपुरमा पुग्दछ। त्यहाँ क्रन्दन गर्दै अनेक भयावह क्रन्दनगणहरूलाई देखेर स्वयं शून्य हृदय भएको त्यो जीव दुखी भई कराउन थाल्दछ। त्यस पुरलाई छोडेर त्यो यमदूतद्वारा भयभीत गराउँदा 10औं महिनामा अत्यन्तै कठिनले सुतुप्त भवन नामक नगरमा पुग्दछ। त्यहाँ पुत्र आदिका पिण्डदान र जलाञ्जलीलाई प्राप्त गर्दा पनि सुख हुँदैन। 11औं महिना पुरा हुँदा त्यो रौद्रपुर जान्छ र पुत्र आदिद्वारा दिएका 11 मासिक पिण्डलाई त्यहाँ खान्छ। 11.5 महिना बित्दा त्यो जीव पयोवर्षण नामक नगरमा पुग्दछ। त्यहाँ प्रेतलाई दुःख दिने मेघ घनघोर वर्षा गर्दछन्। त्यहाँबाट दुखी भई प्रेत उनाब्दिक श्राद्धको पिण्डलाई खान्छ। यसपछि वर्ष पुरा हुँदा त्यो जीव सीताढया नामक नगरमा पुग्दछ। त्यहाँ हिउँभन्दा पनि 100 गुणा अधिक बढी चिसो हुन्छ। शीतले दुखी तथा क्षुधित त्यो जीव यस आशालाई दशै दिशामा हेर्दछ कि सायद कहीँ कोही हाम्रा बान्धव छन् जो मेरो दुःखलाई हटाउन सकुन्। तब यमका दूत भन्दछन् तिम्रो त्यस्तो पुण्य कहाँ छ। फेरि वार्षिक पिण्डलाई खाएर त्यो धैर्य धारण गर्दछ। त्यसपछि वर्षको अन्त्यमा यमपुरको निकट पुग्दामा त्यो प्रेत बहुभीतपुरमा पुगी हस्त प्रमाण आफ्नो शरीरलाई छोडिदिन्छ। हे पक्षी पुनः कर्मभोगका लागि अंगुष्ठ मात्रको वायु स्वरूप यातना देहलाई प्राप्त गर्दै त्यो यमदूतका साथ जान्छ। हे कश्यपात्मज जसले औदर्य देहिक अन्ताष्टि सम्बन्धी दान गरेका छैनन् ती यमदूतद्वारा बलियो बन्धनद्वारा बाँधिएर अत्यन्तै कष्टले यमपुरमा जान्छन्। हे आकाशगामी धर्मराजपुरमा 4 द्वार छन् जसमध्ये दक्षिण द्वारको मार्ग तिमीलाई वर्णन गरेँ। यस महान भयंकर बाटोमा भोक प्यास र श्रमले दुखी जीव जसरी जान्छन् ती सबै मैले बताइदिएँ। अब अरू के सुन्न चाहन्छौ। यस प्रकार गरुण पुराण अन्तर्गत शरद्वारमा यममार्ग निरूपण नामक दोस्रो अध्याय पुरा भयो। इति गरुण पुराणे शरद्वारे यममार्ग निरूपणं नाम द्वितीय अध्याय। हरि ओम नमः।